जे नहुनु थियो त्यो घटना घटिसकेको छ। यति दुखान्त घटना कि हामीले कल्पनासम्म पनि गर्न सक्दैनौँ कि त्यो बाढीको इमेजिनेसनभन्दा बियोन्ड थियो कि त्यति दुखान्त महाविनाशको घटनाबाट हामी देश जुझ्दैछौँ, राष्ट्र सम्पूर्ण राज्य जुझ्दैछ होइन। हामी लागिरहेछौँ अझ के पोजिटिभ। भर्खर मैले चाहिँ एकजना बच्चाको अबोध बालकको रेस्क्युको भिडियोहरू देख्दै थिएँ। भनेको यो जुन नघट्नुपर्ने घटना घट्दै गरिसकेपछि अब हामी एक ढिक्का भएर यति पोजिटिभली लागिरहेछौँ कि मैले आजसम्म यसरी राज्य संयन्त्र यो आम नागरिक होइन हामी एक ढिक्का भएर यति तदारुकताका साथ लागेको सायद यो जति ठुलो डिजास्टर हुन्छ नि त्यति नै हामीलाई एक ढिक्का बनाउँदो रहेछ भन्ने मैले आज देखिरहेको छु कि यति तदारुकताका साथ सरकारी निकाय रात दिन नभनिकन लाग्नु भएको छ। यो सम्पूर्ण यो प्राइभेट सेक्टर होइन, यो गैर सरकारी संस्था सम्पूर्ण गैर आवासीय नेपाली यहाँ स्वदेशमा हुने युवा जन सम्पूर्ण उमेर समूहका कसरी के गर्न सकिन्छ होइन। हस्टेमा हैसे अब आफूले जे सकिन्छ आर्थिक सहयोगदेखि लिएर त्यो आफूले राहत सङ्कलन गरेर चामल पुर्याएर हुन्छ कि प्रधानमन्त्री यो दैविक प्रकोप राहत कोषमा चाहिँ आफूले सक्दो केही डोनेट गरेर हुन्छ कि यसरी सम्पूर्णतिरबाट हामी लागिरहेछौँ। यो नै हो हाम्रो एक ढिक्का, हाम्रो स्ट्रेन्थ भनेको। यो अहिले मैले सरकारलाई पनि मुक्त कण्ठले म यो उहाँहरूलाई कुडोज अझ उहाँहरूको हौसला बुलन्द गर्न मन लाग्छ कि यसरी तदारुकताका साथ लिड फ्रम द फ्रन्ट प्रधानमन्त्री, सम्पूर्ण क्याबिनेट अनि सम्पूर्ण प्रहरी आर्मी सङ्गठन फिल्डमा बसेर ह्युज रेस्पेक्ट टु अल द रेस्क्यु पर्सनल्स होइन। अनि हामीले सक्दो सहयोग आफ्नो उसबाट सक्दो सहयोग आफ्नो साथी सर्कलमा पनि होइन, के देश के विदेशमा भनौँ यो सकेसम्म फेरि यस्तै बेलामा चाहिँ फेरि कस्तो हुन्छ भन्दाखेरि अलिकति गलत प्रविधिहरू पनि हाबी हुने भन्ने चलन हुन्छ। कहिलेकाहीँ विदारक चिज पनि देखिरहेको हुन्छ उता कसरी हुन्छ यस्तै बेलामा चाहिँ यो कालो बजारी गरौँ, 2-4 पैसा चाहिँ अझ धन लुटाइहालौँ। यो चेतना र ज्ञानको कमी भए मान्छेहरूलाई कि उसलाई लाग्छ कि मृत्यु अजम्बरी छ भन्ने मान्छेहरूलाई मात्र यो चिजले लिएर आउँछ। त्यस्तालाई त ओन्ली वी क्यान से नथिङ एन्ड नथिङ ओन्ली। त्यस्ता चिजलाई किप असाइड केही त्यस्ता तत्त्वहरू छन् त्यस्तालाई छोडेर हामी जसरी एक ढिक्का भएर अहिले चाहिँ देशको यो पुनर्निर्माणको लागि रेस्क्युको लागि लागिरहेछौँ। ठुलो यो मुटु चाहिन्छ कि सहयोग गर्नको लागि। यो नेपालीको मुटु नेपाली मात्र नभइकन विश्वबाट नै यो सहयोगको लागि चाहिँ जुन यो अगाडि आइराख्नु भएको छ यही हो ह्युम्यानिटी भनेको। अनि मैले एउटै रिक्वेस्ट के गरेँ भन्दाखेरि प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा नै गएर डोनेट गरौँ। यो किनभने यस्तै बेलामा चाहिँ फेरि अरूले रोल प्ले गरेर स्क्याम गरेर चाहिँ त्यो ठगी गर्न सक्ने ऊ पनि हुनसक्छ। ट्रस्ट गरौँ। अहिले जतिको हामीले विश्वास गर्न सक्ने गभर्मेन्ट बडी तौर तरिका कमी कमजोरी आफ्नो ठाउँमा होला, यत्रो गर्दै गर्दा नियतमा गलत छैन। म चाहिँ निर्धक्क भएर प्रधानमन्त्री यो दैविक प्रकोप राहत कोषमा नै यो सहयोग गरौँ भन्छु। अहिलेको जतिको त्यो तदारुकताका साथ दिल खोलेर लाग्ने यो नेपाली राजनीतिज्ञहरू पनि के सबको मुटु त नेपाली हो नि त होइन। त्यो भएर एक ढिक्का भएर लागौँ। अब एकदमै धेरै त्यो पेनफुल स्टोरी स्क्रोल गरेर बसेर टिकटकमा जति हामी त्यो भिडियो सामाजिक सञ्जालमा हेर्दै गर्छौँ त्यसले हाम्रो स्ट्रेस बढाउँदै लिएर जाने हो। ओन्ली त्यो यो स्ट्रेस मात्र बढाउँछ। आफूले जो त्यो घटनाक्रमबाट हामी विक्षिप्त भएको छौँ त्यो परिवारलाई हामीले कसरी चाहिँ सहयोग गर्न सक्छौँ, मनोबल मात्र नभएर रेस्क्युको काममा कसरी सहयोग गर्न सक्छौँ यतातिर ध्यान दिउँ। यो मोर स्ट्रेन्थ टु द कन्ट्री, हामी प्रकृतिको पूजा गर्ने देश हो कि प्रकृतिको पूजा गर्ने देश हो। यो महाविनाश भएको छ होइन, यसबाट उठ्ने शक्ति पनि यो हामीलाई दिनुहुनेछ, यो सहन सक्ने शक्ति। बस अलिकति थटफुल हिसाबले अलिकति यस्तो बेलामा गलत तत्त्वहरूले चाहिँ यो रोल प्ले नगरौँ। हामीले गरेको सहयोग, हामीले गर्न खोजेको सहयोग चाहिँ पुग्नुपर्ने ठाउँमा पुग्योस्। त्यो चाहिँ प्रधानमन्त्री दैविक प्रकोप राहत कोषका जुन डिटेलहरू छन् त्यसमा मात्रै ट्रान्सफर गरौँ होला भन्छु मैले। हस् ल, हामी सबै मिलेर फेरि उठ्नेछौँ, पक्का उठ्नेछौँ। किनभने धेरै ठुल्ठुला क्राइसिसहरू हामीले चिरेका हौँ। यो महाविनाश अकल्पनीय महाविनाश आएको छ। योभन्दा माथि उठ्नेछौँ हामी, पक्का उठ्नेछौँ। वी विल साइन एन्ड राइज अगेन। जय 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 नेपाल।